नमस्कार, तपाईहरु सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई के कुरा शेयर गर्न चाहन्छु भने अहिले संसार एकदमै डाइनामिक छ। यो संसारमा तपाईहरुले केही कुरा सिक्नु भएन, समयमै सिक्नु भएन भने तपाईले धेरै मूल्य चुकाउनु पर्ने हुन्छ। हैन, जे कुराको पनि समय हुन्छ के समय यति बलवान छ कि कुरै नगर्नु। त्यसकारणले समयमै एआई सिक्नुस्, 2 कदम अगाडि बढ्नुस्, यही नै भन्न चाहन्छु। अब एआई भनेको के हो भन्दा एआई भनेको के होइन भन्दा बेटर होला जस्तो लाग्छ मलाई। किनकि एआईले के गर्छ भन्दा पनि एआईले के गर्दैन आजको युगमा। अब त्यो विभिन्न अब संसारमा धेरै प्रोफेसनहरू हुन्छ हैन। यसले एआईले फ्याक्ट यही काम गर्छ भन्नु भन्दा पनि पहिला तपाईले जुनसुकै फिल्डमा संसारको जुनसुकै काम गर्नुस्, जुनसुकै फिल्डमा मैले भनिहालेँ त्यहाँ हरेक फिल्डमा एआईको युज हुन्छ। कसरी हुन्छ भन्दा एउटा सानो एक्जाम्पल मात्र दिन्छु म। तपाईहरु कुनै रिसर्च गर्दै हुनुहुन्छ, कुनै एनालाइसिस गर्दै हुनुहुन्छ भने त्यो रिसर्चको लागि धेरै टाइम खर्चिनु पर्ने हुन्छ, त्यो फिल्डमा जानुपर्ने हुन्छ, त्यसको लागि लामो एउटा लेख लेख्नु पर्ने हुन्छ, त्यसमा धेरै कुराहरुको समावेश हुन्छ हैन। अर्को एक्जाम्पल तपाईहरु सानो अब एकदम सर्टकट एक्जाम्पल दिँदा चाहिँ युट्युबमा भिडियोहरु क्रिएसन गर्नुहुन्छ भने तपाईहरुले त्यो फिल्डमा जाँदाखेरि कति खर्च हुन्छ, टाइमको वेस्ट भयो हैन, टाइम धेरै कन्ज्युम भयो, त्यसपछि तपाईले त्यो स्क्रिप्ट लेख्नु पर्यो, यी विभिन्न कुराहरु हुन्छ। एआईले के गर्छ भन्दा त्यो भिडियोहरु तपाई जे प्रम्प्ट दिनुहुन्छ नि स्क्रिप्ट राइटिङ त्यसको बेसमा त्यसले केही मिनेटमै भिडियो एकदम एडभान्स फिचर टाइपको भिडियो क्रिएसन गरिदिन्छ, भिडियो बनाइदिन्छ हैन। म पनि एकदम तपाईं जस्तै बिगिनर छु हैन, म नि सिकिरहेको छु। म एक्सपर्ट पनि हैन, म एकदमै बिगिनर छु। म सिकिरहेको छु, त्यही भएर यो कुराहरु तपाईलाई शेयर गर्दै छु। अब यो भिडियोहरु पनि तपाईकै आवाजमा बनाउने कि तपाईकै जस्तो फेसको बनाउने कि तपाईहरुको जस्तै सम्पूर्ण के तपाई नै सेम त्यो हेर्दाखेरि लगभग छुट्याउन नसक्ने किसिमको बनाइन्छ भनेपछि सम्पूर्ण काम एआईले गर्छ। मात्र के भने तपाईले कसरी चाहिँ त्यो एउटा प्रम्प्ट दिने, कसरी चाहिँ स्क्रिप्ट लेख्ने भन्ने कुरा चाहिँ अलिकति तपाईले त्यसमा मास्टर गर्नुपर्ने हुन्छ। त्यसपछि सम्पूर्ण काम त्यसले गरिदिन्छ। त्यसकारणले तपाईले कतिको चिन्नुहुन्छ त्यसलाई त्यो अनुसारले तपाईको फरक पार्छ के। त्यो भएर आजको मितिमा तपाईले एआई यदि फ्रीमा पाउनुहुन्छ युट्युबमा भने फ्रीमै लिनुस्, केही पैसा तिरेर भए पनि आफैलाई एउटा राम्रो ठाउँमा चाहिँ इन्भेस्ट गर्नुस् भन्न चाहन्छु। किनकि यो वेस्ट अफ मनी होइन, यो वेस्ट अफ टाइम होइन, यो एकदमै तपाईले चाहिँ आज भनौँ न सानो बिरुवा रोप्नु भएको छ, त्यसले चाहिँ अबको 2 दिन 3-4 वर्ष 5 वर्षमा अथवा अहिले नै तपाईलाई फल दिन सुरु गर्छ क्या। त्यसकारणले मैले यो भिडियो बनाउनुको अर्थ चाहिँ के भने तपाईहरुले अरू चिजमा अरू फजुल खर्च गरिरहनु भएको छ भने एटलिस्ट त्यसमा कन्ट्रोल गरेर हुन्छ, अथवा तपाईले कहाँ इन्भेस्ट गर्दै हुनुहुन्छ भने त्यो सर्टेन एमाउन्ट चाहिँ आफूलाई इन्भेस्ट गर्नुस् के। तपाईले यो एआईमा इन्भेस्ट गर्नुभएको पैसा चाहिँ जीवनभर खेर जाँदैन, ग्यारेन्टेड हो। किनकि 1990 सन् 1990 2000 तिर इन्टरनेटको अवस्था कस्तो थियो हैन। त्यो टाइममा एउटा कम्प्युटर भन्ने चिज केही थिएन। त्यो टाइममा इमेजिन गर्नुस् न, त्यो टाइममा अलिकति वेब चलाउने हैन, वेब सर्भर अलिकति इन्टरनेट चलाउन सिक्नेले इन्टरनेटमा केही कुराहरु सिकेको मान्छेले आजसम्म कति प्रगति गर होला हैन। त्यसकारणले समय धेरै बलवान हुन्छ, समयको एकदमै फुल युटिलाइज गर्नुस्, केही सिक्नुस्। एआई चाहिँ डेफिनेटली सिक्नुस्, त्यही रिकमेन्ड गर्नको लागि यो भिडियो बनाएको हो। हस्, थ्यांक यू सो मच, नमस्कार। जसलाई जो मेरो भिडियो हेर्नुहुन्छ तपाईहरुलाई एआई अलरेडी थाहा छ भनेदेखि शेयर पनि गर्नु होला, अरू साथीहरुलाई पनि केही सिकाउनु होला, अथवा युट्युबमा भिडियो अपलोड गर्नु होला। कोही सिक्ने प्रयास गर्नु भएको छ भने कृपया सिक्नुस्, त्यही भन्न चाहे आजलाई। थ्यांक यू सो मच, नमस्कार, थ्यांक यू।